तर्ने सिस्टम कसरी गर्नुहुन्छ यो? यस्तो तारमा यस्तो लगाएर अनि यहाँदेखि यस्तो गरेर यसमा लगायो भनेपछि यसको भित्र तार जानेपर्छ। हजुर। अनि तार लगाएर यस्तो हो सर यो। अनि झुन्डियो एउटाले त्यतिमा झुन्डियो गयो। दुईटा भाइ एउटा बहिनी छ। हजुर। त्यसपछि हाम्रो बुवा यहाँ खसेर आमाले पनि छोडेर गया हो। बुवा यहाँ खसेर हाम्रो बुवा भएको भए आजसम्म हामी यति पीडितमा पनि हुने थिएन होला। हामीलाई जरुरी आवश्यक हामीलाई पुलै चाहियो सर। कति वर्ष अगाडि? मेरो बुवा बितेको अब 10-11 वर्ष भयो। कतिको जनाको त यो चाहिँ फेरि मृत्यु भएको छ है। माथिबाट एसएसपी आउँछ, पानीबाट वारीबाट सफा आउँछ भनेर हातबाट खसेर नेपाली हो भएर हामीले यहाँ आउँछ जहिले केही फाइदा छैन। हामीले त यहाँदेखि स्टप भनेर यहाँबाट कुनै चाहिन्छ। मेरो बुवाको नाम बडुबडा थियो। यही पानीमा खसेर बित्या हो मेरो बुवा पनि। लास भेटियो? लास केही भेटिएन। अनि साउनको महिना थियो मेरो बुवा यहाँ खसेको। अनि घरको सबभन्दा जेठी छोरी म हुँ। मेरो पछाडि दुईटा भाइ एउटा बहिनी छ। त्यसपछि हाम्रो बुवा यहाँ खसेर आमाले पनि छोडेर गया हो। बुवा यहाँ खसेर हाम्रो बुवा भएको भए आजसम्म हामी यति पीडितमा पनि हुने थिएन होला। हामीलाई जरुरी आवश्यक हामीलाई पुलै चाहियो सर। कति रहेछ? राजाको जमानामा यहाँपट्टि पुल थियो। अब यस्तै पारी नुन तेल चामलको लागि पारी जानु पर्यो। पारी नगएपछि केही हुँदैन। अनि रासनको लागि पुलसम्म जानलाई पनि यति टाढो बाटो छ। त्यही भएर यो ट्रेनको सहाराले पारी जानुपर्छ। भनेपछि यो आउजाउ गर्ने मुख्य ठाउँ मुख्य ठाउँ चाहिँ यही हो। खोइ त अनि तुइन यहाँ राखिया छ अहिले। यो यसैबाट जाने हो। अनि यस्तो तारको जोखिम कारण यही हो। यो हामी तर्ने सिस्टम कसरी गर्नुहुन्छ यो? यस्तो तारमा यस्तो लगाएर अनि यहाँदेखि यस्तो गरेर यसमा लगायो भनेपछि यसको भित्र तार जानेपर्छ। हजुर। अनि तार लगाएर यस्तो हो सर यो। अनि झुन्डियो एउटाले त्यतिमा झुन्डियो गयो। यो टुट्यो भनेपछि गयो सर। अनि हातले तान्दै गयो होइन? हातले तान्दै गयो भने सामान तार्ने चिज हो। सामान तार्ने चिज यति हो। सामान बाँध्यो अनि यो त्यसको भित्र गयो त्यसमा सामान भनेपछि यो एउटा सिङ्गल तारमा जानुहुन्छ यत्रो तारमा? डबल हो, दुई तार हो सर। अनि यो त यस्तो जानेपर्छ। यस्तो जानेपर्छ। ओहो। यस्तो गरेर सर यस्तो गरेर यो तार चाहिँ अब पारी पुग्यो होइन सर। यो पारी पुग्यो भने यस्तो हो सर यो। अनि अब यसमा यो टङ्गिने हो। खुट्टा चाहिँ तल राख्यो भने त फेरि गयो नि। खुट्टामा पनि सपोर्ट गरे हुन्छ। यस्तैमा टुटेर कतिको ध्यानको अकालमा मृत्यु भएको छ है। अनि यो चुटेर मर्ने चाहिँ यो चुटेर कि यो चुटेर? यो पनि चुटेर यो पनि चुटेर। कहिले यो चुट्ने कहिले यो चुट्ने है। कहिले यो चुट्ने कहिले यो चुट्ने। यस्तो अवस्था चुटेको हो पहिले सिलेको है यसरी। चुटेर सिलेको टुडेर सिलेको। अनि यो ट्विन लाउनलाई एकजना पारी जानु पर्यो पहिले। पहिले केमा जाने? पौडीले बजारबाट आउँदा उताबाट एकजना पारीबाट अनि डोरी फाल्नेबाट अनि डोरी पुग्छ पारी हान्नु पर्यो। एक कति टेम लगाउनु पर्छ फाल्नु पर्ने। अनि यता केमा बान्ने? पारी केमा बान्ने? यो ढुङ्गा हो सर। यो ढुङ्गा हो। यो ढुङ्गा यो बान्ने ढुङ्गाहरू हो। यो बान्ने ढुङ्गा यही हो। कतिजना 32 जना हो। 32 जना है। 32 जनाको ज्यानै। हजुर हजुर। यहीँबाट है। अनि पारी पनि ढुङ्गामै बाँध्यो है। गयो। कति मान्छे त्यतिकै सामानको लागि बाढी जाँदाखेरि ढुङ्गादेखि चुकेर कतिको जनाको त यो चाहिँ फेरि मृत्यु भएको छ है। अब बर्खामा त यहाँसम्म आउँछ पानी होइन? नेपालको मान्छेले घाट लगाउँछु भनेर कहिले हात
आगो त सस्तो पनि त्यस्तो गर्छ किन घाट लगाउँछ चामल किन ल्याउँछ त्यो धुलो किन ल्याउँछ उहाँदेखि ल्याउनु यहाँदेखि ल्याउनु किन ल्याउँछ भनेर हान्छ त्यो तार पनि काटिन्छ सस्तो पनि आउँछ रात तार काटेर पनि कतिजना मर्यो तार काटेर त 2 जना मर्यो 2 जना है काट्दाखेरि अलग अलगमा त 2 जना आयो हतारमा आयो माथिबाट एसएसपी आउँछ पानीबाट बारीबाट सफा आउँछ भने हातबाट खसेर नेपाली रो भएर हामीले यहाँ आउँछ धेरै केही फाइदा छैन हामीले त यहाँदेखि स्टप भनेर यहाँ पुलै चाहिन्छ पुलै ठिक छ रोड भन्दा पुल चाहियो बरु हामीले रोड चाहिएन हामीलाई नजिकको लागि हामीलाई 4-5 घण्टा नेपाल जाने लाग्छ अनि यहाँदेखि 1 घण्टामा हामी बजार पुग्छौँ ए यसो भए तपाईहरुलाई रोड भन्दा पनि यो पुलको कोही आमा बुबा बिरामी हुँदाखेरि पनि यहाँ नजिकबाट जान राम्रो भयो सुरु त्यहाँबाट त 3 घण्टा पुल यहाँ हैन उ त्यहाँ चाहियो त त्यहाँ किन त्यो यहाँ तर त्यहाँ खोला छ नि तर यहाँ भयो भने यता जान पायो नि यो मन्दिरसम्म बाटो आएको छ होइन तपाईँहरू सबैजना 3 जन गाउँको सबै तिर्नु जाने हो है बालबालिका पनि यो यति सानो बच्चा छ सानो बच्चा कहिले एसएसपीहरूले अनसन उठ्छन् त्यही भएर कतिहरू हात टुटेर खुट्टा टुटेर अपाक्ष भएर त्यहाँ सामान दिनुको लागि पानी भएर एसएसपीले यहाँ यसरी भेला हुँदा पनि उसलाई रिस उठिसक्यो होला रिस उठेर यहाँ आउँछ यहीँ आउँछ अनि बेलुकासम्म यहाँ रुक्नुपर्छ बिहान चाहिँ कति बजेदेखि लाउनुहुन्छ बेलुका राति रातिमा 8 बजे 9 बजे एक रातिमा लगाउनु अब भनेपछि पुल बनाउन श्रमदान हुने भयो अब श्रमदान गर्ने हुनुभयो तपाईँले है ढिलो होस् तर पुल बनोस् होइन इन्डियासँग मिलाएर पुल बनोस् है दार्चुलाको दुमलिङवासी दिदीबहिनीहरूको यो आवाज दर्शक महानुभाव यतिखेर उहाँहरू अत्यन्त पीडित हुनुहुन्छ हजुर कति वर्ष पुग्नुभयो के भएको उहाँको चाहिँ नारायण बुढाथो कि उहाँको मिसेस हुनुहुन्छ उहाँ यही ट्विनमा खसेर गर्भवती 9 महिना भएको थियो 9 महिना हुने बेला यही ट्विनमा खसेर क्या हो उसको कुरा नारायण बुढाथोकीको श्रीमती चाहिँ नाम के हो उहाँ चाहिँ नारायण बुढाथोकी हामीलाई गाडी रोड छैन हामीलाई बरु गाडी रोड छैन हामीले 1500 रुपियाँ भन्छ यहाँबाट खलङ्गा पुज्नलाई हामीलाई 1500 रुपियाँ हामीलाई हुँदैन यहाँ गएपछि हामीलाई 200 रुपियाँमा तल खलङ्गा पुग्छ खलङ्गा पुगेपछि 1500 रुपियाँको त हामी बच्चाहरूको केही खानेकुरा या लत्ता कपडा हामी किनौला हामीलाई त जरुर पुलै चाहियो सर जसरी भए पनि हामीलाई पुल भएपछि हजुरहरूको हातमा हात मिलाई काँधमा काँध मिलाई हामी हजुरहरूको सँग हिँड्नेछौँ हजुरहरूसँग हामी आवाज उठाउनेछौँ यही छ हाम्रो इन्डियादेखि हाम्रो यही छ हाम्रो पुल आएको चाहियो हस् धन्यवाद यसरी सबैजनाले पुलकै कुरा गरिरहनु भएको छ माननीय हर्क साम्पाङज्यूले सदनमा यो कुरा उठाउनु हुनेछ र यो अन्तर्राष्ट्रिय परराष्ट्र नीतिको बारेमा कुरा गर्नुहुनेछ अनि यहाँ पक्कै पुल बनाउनुपर्छ भन्ने आवश्यकता देखिएको छ त्यसमा तपाईँको बुवाको नाम भन्दैछ मेरो बुवाको नाम बडु बुढाथो
बडो बुढाथो थियो, हामी सानै थियो, मेरो भाइ बहिनी पनि सानै थियो, म सबभन्दा जेठी छोरी हुँ। हजुर, तपाईँको नाम भनिदिनुहोस् न। मेरो नाम सोनिका बुढाथो थियो, मेरो बुवाको नाम बडु बुढाथो थियो। यही पानीमा खसेर बित्या हो मेरो बुवा पनि। लास भेटियो? लास केही भेटिएन। अनि साउनको महिना थियो, मेरो बुवा यहाँ खसेको। अनि घरको सबभन्दा जेठी छोरी म हुँ, मेरो पछाडि दुईटा भाइ एउटा बहिनी छ। त्यसपछि हाम्रो बुवा यहाँ खसेर आमाले पनि छोडेर गया हो। बुवा यहाँ खसेर हाम्रो बुवा भएको भए आजसम्म हामी यति पीडितमा पनि हुने थिएन होला। हामीलाई जरुरी आवश्यक हामीलाई पुलै चाहियो सर। कति वर्ष अगाडि? मेरो बुवा बितेको अब 10-11 वर्ष भयो। 11 वर्ष। हजुर, बाढीमा? हजुर, यही पानीमा इन्डियाबाट आउँदै गर्नुभएको? यहाँबाट जाने बेला, सामान ल्याउन जाने बेला खसेको मेरो बुवा पनि यही बितेको। यस्तो जोखिम है? हजुर। हस्, धन्यवाद। तस्माले बाबा यतिखेर हाम्रो डम्बरले उहाँ यसरी अहिले यो अध्ययन गरिरहनु भएको छ, जुन चाहिँ यो ठाउँबाट 35 जनाभन्दा बढी स्थानीयवासीहरू ट्विनबाट खसेर मरेका छन् यो ठाउँमा। र उहाँ पीडितहरूको परिवारहरूसँगको यो कुराले मन भकानिन्छ पक्कै पनि, किनभने आफ्नो आफन्त, बाध्यता र परिस्थिति, आफ्नो भूगोल र नदी नाला यस्तै ठाउँबाट भितेर जानु, बगेर जानु सानो चान्तिने कुरा होइन। महाकाली नदी नि बगिरहन्छ, तर यो देशमा यो नदीबाट कति पानी बग्यो होला, तर यो देशमा नीति निर्माण गर्ने तहमा पुगेका ती त्यस्ता व्यक्तिहरूको मनमा कहिल्यै पनि र तिनीहरूको दिमागमा कहिल्यै पनि यस्तो पीडा समेट्नुपर्छ भन्ने भएन भन्ने मलाई लाग्छ। र यो ठ्याक्कै यतातिर देखिरहनु भएको छ, यो माथि देखिरहनु भएको यो अहिले त्यो ठाउँमा चाहिँ गाडीको बाटो छ, 2 लेन गाडी, तर दुःखको कुरा यहाँनिर छैन। यहाँका बासिन्दाहरू बिरामी हुँदा नि यही ठाउँमा हिँड्नुपर्ने हुन्छ। त्यसैले उहाँहरूको भनाइ छ यो ठाउँमा चाहिँ तपाईँको पुलै बन्नुपर्छ भन्ने एक प्रकारको उहाँहरूको कुरा आएको छ। अब हेरौँ के हुन्छ होइन। यहाँ पुरा 36 जना मर्यो सर। 36 जना? 36 जना मर्यो। हाम्रो आधा घाउ सकिएको छ जनता यहाँ पुलमा, यहाँ ट्विनमा तर्दाखेरि कति महिला विधवा भएको छ, कति महिलाको सिउँदो पोछेको छ, कति बालबालिका अनाथ भएको छ। हामीलाई यो पुल भएपछि त त्यस्तो पनि हुने थिएन होला। हजुरहरूले सक्दो सहयोग गरिदिनु, हजुरहरूले तलसम्म पुर्याइदिनु, हामीलाई यहाँ पुल जरुरी चाहियो सर। के गर्नुहुन्छ तपाईँ अहिले? हामीले तपाईँ चाहिँ के गर्नुहुन्छ? मैले के गर्दैन सर, घरमै दशमान बाब महाकालीको ट्विनबाट खसेर मर्ने 36 जनाका परिवारहरूको आवाजले मलाई पनि कस्तो अनुभूत भयो। र आज यसरी आफ्नो परिवार यही ट्विनबाट खसेर मरेको 36 जनाको आत्माले शान्ति पाओस्। उहाँहरूको माग छ भारत सरकारसँग चाहिँ समन्वय गरिदिएर जसरी भए पनि पुल बन्नुपर्छ भन्ने कुरा उहाँहरूको माग छ। र यतातिर हाम्रो इन्जिनियर डम्बर लिम्बू अहिले नाप्दै हुनुहुन्छ यहाँ मासतिर। यतातिर हामी अध्ययन टोलीलाई फलो गर्दैछौँ। दुर्बिन अथवा यो के हेरिराख्नु भएको छ डम्बर सर? डिस्टेन्स वारिपारिको स्थान कति रहेछ? वारिपारिको स्थान 80 मिटर। सुरु भएको छ होइन, यहाँ इन्डिङ भयो, भित्र लुको, यता वारिपट्टि चाहिँ तलदेखि फेरि देखियो, त्यहाँ चाहिँ खोल्दैन लगभग। अब त्यहाँ यो दुईटा नदी ठुल्ठुलो गाडी आउँदा उता बाल्ला भर्खरै थुपारेको छ परारलाई। ट्विन मात्रै यो उताबाट खारो हान्थ्यो, यसले रोक्यो, यता हान्थ्यो बालुवा होइन। अब त्यहाँ पुल राख्दाखेरि पारिपट्टि जग राम्रो छैन, वारिङ राम्रो छैन। अब राम्रो देखिएको भनेको यो लोकेसनमा हो। यहाँबाट 149.7
4 जति मिटर आयो माथि डाँडा हान्दाखेरि होइन। अब दोस्रो विकल्पमा हामीले 120 को मात्रै टार्गेट हो भनेपछि चाहिँ यो परको आसपास र यो एरियामा हान्नुपर्छ। अहिले लोकेसन प्लान चाहिँ त्यो देखिएको छ। अब उता मास्तिरपट्टि जाउँ एकचोटि। त्यति राम्रो एकजना हुनुहुन्छ हजुर, नमस्कार। नमस्कार, यहाँको नाम भनिदिनुहोस् न। मेरो नाम मोहन सिंह गुडाको सर। तपाईँ 3 बाट खस्नुभयो, हजुर। कहिलेको घटना यो भनिदिनुहोस् न। फागुन महिनाको हो सर, फागुन 10 खास के भएको? बजारबाट आउने क्रममा यहाँ आउँदाखेरि त्यो ट्युनमा त्यो भएको छ। बजार भनेको धारचुला कि धारचुलाबाट आउने भयो। ए नानी लिएर आउनु भयो? हजुर तपाईँकै नानी? हजुर। एउटा चाहिँ तार्नुभयो, एउटा चाहिँ वारी पुगाएँ, फेरि पारी जाने क्रममा रस्सी बाँधेको थियो, खै के भयो सर त्यहाँ पछि पानी खसाएर। ए भनेपछि आफै झर्नुभयो, अँ तर पौडेर निस्किनु भयो। हजुर जम्मा यहाँ 3 बाट खस्ने मान्छे 37 जना, हजुर तपाईँ एकजना बाँच्ने मान्छे हजुर है। हजुर 36 जना मऱ्यो। हजुर के भयो खासै? नानी एकजना पारी थियो, एकजना वारी थियो, हजुर। उता राखेर तपाईँले लिएर आउनुभयो? एउटा नानी लिएर अब वारीपुरी आउने, अब तारमा बाँधेर ल्याउनुपर्छ कि सर, बच्चालाई पनि? बच्चालाई नि बाँधेर वारीपुर आयो, फेरि पानी जाने क्रममा खस्नु भयो। ए त्यो एसएसपीले गरेको? एसएसपी होइन, अब एसएसपी आउँछ भनेर हतारको बेलामा खस्नु। भन्न पानी सानो थियो, हजुर निस्किनु भयो। अनि फेरि नानी लिएर आउनुभयो भरे? ट्युनबाटै ल्याउनु भयो ट्युनबाटै ल्याएर है। भनेपछि यो अवस्था छ। अब भनेपछि यो पुल यतातिर पहिला एकचोटि सर्वे पनि भएको रहेछ, कहाँनिर? यो ठ्याक्कै यहाँ हो। अहिले कतिको चाहिँ तपाईँहरू आशावादी हुनुहुन्छ, खुसी हुनुहुन्छ? हर्क साम्पाङले जुन स्ट्याटस लेख्नुभयो, जुन पुल बनाउने कुरा आयो, के भन्नुहुन्छ तपाईँ? हामी धेरै आशावादी छौँ सर। अब उहाँप्रति अब उहाँले बनाइदिन्छ कि भनेर हामी धेरै आशा गरेका छौँ। धन्यवाद। जसमा भए महाकाली नदीमा यो ट्युन लगाउने कुरा, ट्युनबाट झरेको कुरा, यहाँ पुल लगाउने कुरा उठिरहँदा आज यसरी म यहाँ स्थलगत रिपोर्टिङको क्रममा यहाँ आइपुगेँ र जुन तपाईँलाई भिडियो देखाएँ र जुन घटनाक्रमहरू सुनाएँ, कस्तो लाग्यो तपाईँलाई? र यो अत्यन्त राज्यले नसुनेको, राज्यले गर्न नसकेको कुरा तपाईँ दाताहरूले गरिरहनु खोजिरहनु भएको छ। तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अगाडि बढ्नुपर्ने हुनाले प्रक्रियागत रूपमा पनि अगाडि बढ्नुपर्छ भन्ने लाग्छ।